सर यो तपाईले जुन जादु कला देखाउनु भएको छ यो शिक्षक आन्दोलनमा अहिले यो जादु कला चाहिँ तपाईले कहिलेदेखि सिक्नु भयो? सबभन्दा पहिला नमस्कार, म देवेन्द्र प्रसाद शाह। अब जादु कला कहिलेदेखि मैले सुरु गरेँ भने म 8 कक्षामा पढिरहेको थिएँ। अनि 8 कक्षामा पढ्दाखेरि जादु के हो, जादुको चमत्कार के हो, जादु सब नै नसुनेको म थिएँ। त्यसपछि मेरो गाउँमा एकजना इन्डियाको जादुगुरु आउनुभएको थियो। उहाँ आफ्नो रिलेटिभ कहाँ, अनि उहाँले जादु हेराउनु भयो। अनि त्यो जादु हेर्दा मलाई एकदम आश्चर्य लाग्यो कि यो के हो, कसरी भयो, यो के को चमत्कार कसरी भयो। म यति भावुक भएँ, यति डुबिहालेँ कि यो के हो यति जिज्ञासा लाग्यो सर कि त्यसपछि म उहाँ एक दिन बस्नुभयो। त्यो बसाइको क्रममा मैले उहाँसँग कुरा गर्न मौका पाएँ र त्यो मेरो लागि एउटा यो एकदम अनौठो कुरा लाग्यो। त्यसपछि उहाँसँग अलि त्यो के हो मलाई पनि अलिकति सिकाइदिनुस् भनेर उहाँ एक दिनको बसाइको क्रममा मलाई 6वटा तरिकाको सिको गराउनु भयो र 6वटा तान्त्रिक ज्ञान, तान्त्रिक विद्या जुन हुन्छ त्यो तान्त्रिक विद्याको मलाई उहाँले ज्ञान दिनुभयो। त्यो तान्त्रिक ज्ञान मैले सिको गरेँ अनि 6वटा म आफै त्यसमा पर्फेक्ट भएँ। हालाकि उहाँ जानुभयो, एक दिन बसेर जानुभयो। त्यसपछि उहाँसँगको फोन पनि सम्पर्क भएन, उहाँ अलि बुढेसकालमा हुनुहुन्थ्यो। अब उहाँसँग फेरि सम्पर्क नै भएन। त्यसपछि म आफै क्रिएट गर्दै गएँ, पढाइलाई निरन्तरता दिँदै हैन, आफ्नो यता साइडमा मैले जादु कलामा धेरै इन्ट्रेस्ट लिएर धेरै आफैले सिको गर्दै गएँ र पढाइ मैले एससी पास गरेँ पोखरिया माविबाट। त्यसपछि इन्टरमिडिएट मैले ठाकुराम क्याम्पसबाट, ब्याचलर चाहिँ हरिखेतानमा मैले गरेँ र मास्टर्स डिग्री फेरि मैले ठाकुरामबाट नै गरेँ र त्यो पढाइ निरन्तर राख्दै मैले जादु कला आफूले सिको गर्दै धेरै नै कलेक्सन गरेँ। यही मेरो सुरुको यो जादु कलाको यो मेरो इतिहास हो सर। तपाईले यो शिक्षण पेशा र जादु पेशालाई सँगसँगै अगाडि बढाउनु भएको छ हैन? त्यो शिक्षण त मेरो मैले अब जुन मैले आफ्नो पेशा मेरो पेसा हो त्यो त त्यसमा म लागेको छु हैन। म आफ्नो करिकुलम अनुसार आफ्नो पाठ्य योजना अनुसार म पढाउने गर्छु। अब यहाँ प्रश्न आइराखेको छ कि तपाईँ सधैँ कक्षामा जादु हेराउनुहुन्छ हैन, के पढाउनुहुन्छ भने कमेन्टमा म हेर्दैछु, तर त्यस्तो छैन। म पढाउँछु आफ्नो सिलेबस अनुसार, आफ्नो पाठ्य योजना अनुसार म पढाउँछु, राम्रो पढाउँछु। अब जादु मात्रै हेराउनुहुन्छ भने रुचि म एक्स्ट्रा टाइममा हैन, कुनै कार्यक्रम हुन्छ भने हैन, एक्स्ट्रा टाइममा मलाई बोलाउनुहुन्छ र त्यो कार्यक्रममा म जादु हेराएको छु। अन्य जिल्लाहरूमा गएर पनि जादु कला हेराएको छु। आफ्नै जिल्लामा विभिन्न कार्यक्रम हुन्छ, त्यहाँ मलाई बोलाएर त्यहाँ जादु कलाको लागि अफर गर्नुहुन्छ, म हेराउँछु। कति प्रकारका जादु देखाउनुहुन्छ? मलाई अहिले यहाँ आन्दोलनकै क्रममा भनौँ न 150 जति मैले जादु कला हेराइसकेँ हैन। लगभग अब कसैले भिडियो बनाउनु भयो भएन हैन, तर थाहा मलाई धेरै छ। लगभग 2000 भन्दा बढी मलाई ट्रिक्स, जादु, त्यो तान्त्रिक केही त्यो तन्त्र विद्या थाहा छ। जादुले अब मान्छेलाई अलिकति भ्रममा पार्ने काम पनि हो भन्छ हैन? भ्रममा पार्ने काम नै हो त्यो। भनाइको मतलब चमत्कार। जादु भनेकै चमत्कार, केही न केही चमत्कार नै हुन्छ भने जादु शब्दले त्यो एकदम व्याख्या गरेको हुन्छ। जादु भनेकै चमत्कार हुन्छ, तर भ्रममा पर्नुभन्दा सरी म एउटा कुरा के प्रश्न गरिदिउँ भने त्यो तन्त्र र मन्त्र हैन, मन्त्र भनेको केही पनि होइन। म जस्तै यो आन्दोलनको क्रममा म भनिरहेको छु, यो शिक्षकको कलममा ताकत छ, यही मेरो मन्त्र भइहाल्यो। तपाईँ जे भनेर जादु हेराइराख्नु भएछ त्यही नै मन्त्र हो। मन्त्र दुनियाँमा खास केही पनि हुँदैन, जे भने पनि मन्त्र नै हो। मन्त्रको एउटा ठुलो भूमिका के हुन्छ भने त्यसले साइकोलोजिकली बाइलेन्स गरेको हुन्छ हैन, त्यो बाइलेन्स गर्ने काम मात्र गरेको हुन्छ। अलि साइकोलोजिकली मुभमेन्ट घुमाउनको लागि मात्र त्यो काम गरेको हुन्छ। जस्तै म जादु हेराउँदैछु, अब जे भने पनि जस्तै म यहाँ भन्दैछु शिक्षकको कलममा ताकत छ भने अलिकति मुभमेन्ट त भयो नि हैन, कि यो पेनमै जादु छ कि के हो अलि मुभमेन्टको लागि त्यो आवाज जुन हामी दिन्छौँ, जे बोले पनि त्यही नै मन्त्र हो। मन्त्र खास संसारमा छँदै छैन, जे बोले पनि मन्त्र नै हो। अब आयो तन्त्र भनेको तरिका हो। जुन पनि जादुगर ले जादु हेराउनुहुन्छ भने तान्त्रिक ज्ञान उसले लिएको हुनुपर्छ, यानि कि सिको गरेको हुनुपर्छ। तान्त्रिक ज्ञान भनेको तरिका हो। त्यो तरिका न
सिको गरेर कुनै पनि जादुगरले जादु गरेर हेराउन सक्नुहुन्न। त्यसकारण तान्त्रिक भनेको तरिका हो, त्यसको प्र्याक्टिस गर्नुपर्छ, सिको गर्नुपर्छ, अनि मात्र हामी जादुकला हेराउन सक्छौँ। सर यो कति गाह्रो छ जादुकला देखाउन? देखाउन त गाह्रो, अब त्यो त सिको गरिसकेपछि, सिकिसकेपछि, प्र्याक्टिस गरिसकेपछि त्यति खासै गाह्रो हुँदैन। तर त्यो सिक्नको लागि तान्त्रिक विद्या जुन हुन्छ नि, तान्त्रिक तरिकाको विद्या, त्यो सिक्नको लागि अब कुनै 5 मिनटमा पनि सिक्न सकिन्छ, कुनै 2 दिन पनि लाग्न सक्छ। अब मान्छे उडाउनु छ, हात्ती उडाउनु छ, त्यसको सेटअप मिलाउनु पर्यो, त्यसको तरिका के हो, तान्त्रिक ज्ञान के हो, त्यो मिलाउन अलि टाइम लाग्न सक्छ नि त। त्यसको सूत्र छ हैन? सूत्र भनेको स्टेप हुन्छ नि त। स्टेप, त्यो स्टेप कसरी गर्दा के हुन्छ त्यो त हेराउने त चमत्कार नै हो, तर भित्रको कुरा केही त सिक्रेट हुन्छ नि त। त्यो सिक्रेट त्यो तान्त्रिक विद्या भन्छौँ। त्यो तान्त्रिक विद्या कसरी स्टेप मिलाउने, त्यो मिलाएर त जादु गर्ने हो। तपाईको बढी मेहनत चाहिँ शिक्षण पेशामा हो कि जादु? एकदम मेरो त एकदम शिक्षण पेशामा। मुख्य मेरो त जुन पेसा छ त्यो शिक्षण पेसा हो। म पढाउने काम गरेको छु, राम्रो रिजल्ट पनि दिएको छु। कति वर्ष भयो सर पढाउनु? मलाई पढाउन 15 वर्ष नागिसकेको छ, अब 16 वर्षमा अब लाग्छु। राहत शिक्षक राहतको पीडा के छ अहिलेको यो संविधानमा? राहतको पीडा त हजुरलाई भन्नु पर्दैन, सबैलाई थाहा भएकै कुरा हो। यति दिनदेखि हामी पढाउँदै आएका छौँ होइन। त्यति बेला कि हामी योग्य थियौँ, अहिले अयोग्य भयौँ त सरकारले मेरो आवाज बिग्रिया छ। सरकारले होइन जिम्मा दियो स्कुललाई कि व्यवस्थापन समितिलाई के तपाईँ नियुक्त गर्नुहोस्, राहत शिक्षक कोटा दिनुभयो। त्यो उहाँहरूले आफ्नो प्रक्रिया अनुसार होइन भ्याकेन्सी गरेर होइन त्यसमा धेरै दरखास्त आयो, त्यसमध्ये योग्य उम्मेदवार छानेर नियुक्ति दिनुभयो होइन। हामी प्रक्रिया पुर्याएरै नियुक्ति भएका छौँ त। अब त्यति दिन लामो, त्यति दिनदेखि पढाउँदै आए, अनि अहिले आएर अब यिनीहरूलाई घर पठाइदिनुपर्छ होइन, यिनीहरूलाई अब होइन यस्तरी पेल्नुपर्छ भने त्यस्तो कुरा आइराखेको छ भने म आफै पीडित छु नि त। त्यति दिन मेरो लामो योगदान के भयो त? के कदर गर्नुभयो? के म यो अयोग्य छु? छैन, म अयोग्य छैन। हाम्रो पनि केही न केही राहतको पनि समस्या बुझिदिनुपर्छ। त्यस्तै बाल विकासका शिक्षिकाज्यूहरू हुनुहुन्छ, हाम्रो विद्यालयमा कर्मचारीज्यू हुनुहुन्छ, त्यसै गरी हाम्रो अस्थायी करार होइन त्यसमा अनुदानमा खट्नुभएका थाई पनि हुनुहुन्छ। सबैजनाको समस्या धेरै छ नि त। यो अपहेलित पेसा भइसकेको छ नि त। अपहेलित पेसा भएको कारणले होइन शिक्षक बन्न कोही चाहिराख्नु भएको छैन। हाम्रै विद्यार्थीहरू हुनुहुन्छ होइन, एजुकेसन फ्याकल्टी लिएर पढ्नै चाहनुहुन्न। किनभने यो अपहेलित पेसा भइसकेको छ भने उहाँहरू एकदम यो शिक्षक बन्नै चाहनु भएको छैन। त्यसकारण सरकारसँग म विनम्र अनुरोध गर्दछु कि शिक्षक होइन शिक्षण पेसा एउटा मर्यादित पेसा होस् होइन। कोही पनि आफ्नो बाल बच्चालाई होइन आफ्नो नानी बाबुहरूलाई शिक्षक बनाउन चाहिराख्नु भएको छैन होइन। किनभने यो अपहेलित पेसा भइसकेको छ, त्यो नहोस्। एउटा नयाँ शिक्षा ऐन लागू होस् र यो एउटा मर्यादित पेसाको रूपमा साबित गरिदिनको लागि म सरकारसँग विनम्र अनुरोध गर्छु। जादुकलाले तपाईँको जीवनमा त्यस्तो परिवर्तन केही ल्याएछ? जादुकलाले पक्कै राम्रो प्रश्न गरिदिनु भयो। सरी, मेरो बोल्दा आवाज बिग्रिएको छ। जादुकलाले मेरो जीवनमा केही परिवर्तनको जब कुरा गर्नुभयो भने अब यो धेरै नै ठुलो परिवर्तन ल्याइदिएको छ मेरो जादुकलाले। मलाई परिचय नै दिनु परिराखेको छैन। म हिँड्दाखेरि ट्याक्सी ड्राइभर दाइहरूले पनि बाई एउटा सेल्फी दिनु पर्यो, हाई जादुगर सर भन्दै हुनुहुन्छ होइन। यहाँसम्म कि म अहिले आउँदाखेरि होइन पुतली सडकको बाटो आउँदाखेरि एकजना सेलुन दाई हुनुहुन्थ्यो, सेलुनमा दाढी काट्दै हुनुहुन्थ्यो, अनि उहाँले हेर्ने बित्तिकै दाढी काट्दै हुनुहुन्थ्यो, त्यो छोडेर अनि बाहिर आउनुभयो र उहाँले हाय जादुगर सर अनि हात मिलाउनु भयो होइन, सेल्फी लिएर अनि फेरि गएर दाढी काट्न सुरु गर्नुभयो। हेर्नुहोस् कतिको माया गर्नुभयो मलाई। त्यो मायालाई म सम्मान गर्छु। यस्तै अब धेरैजनाले मलाई चिनिसक्नु भएको छ। तमाम देशैभरका शिक्षकज्यूहरू होइन शिक्षिकाज्यूहरू, हाम्रा गुरुज्यूहरू सबैजनाले चिनिसक्नु भएको छ। यहाँसम्म हाम्रो वकिलज्यूहरू, डाक्टर साहबहरू, हाम्रो प्रहरी दाईहरू, विद्यार्थी भाइ बहिनीहरू सबैजनाले सेल्फी लिइराखेको अवस्था छ। तपाईँ उता एकछिन अलिकति त्यहाँ गएर हेर्नुहोस्, म जाने बित्तिकै पुरै सेल्फीमा म घेरिया छु। यता तान उता तान। मिडियाका साथीहरूले पनि त्यस्तै होइन, मेरो स्टुडियोमा आउनु पर्यो, मलाई टाइम दिनु पर्यो, लाइनमै बस्नु भएको छ। म कति टाइम दिउँ, म आफै एकदम सकिने शिक्षक भन्दा पनि जादु देखाउने जादु कलाका व्यक्ति हो। यही त मेरो उपलब्धि त यही हो। मैले नाम कमाएँ
होइन मैले धेरै ठुलो नाम कमाएँ। पैसा कमाउनु भन्दा मैले नाम कमाएँ, यो मेरो लागि ठुलो गौरवको कुरा हो। हजुर, जादुकलामा भयो जस्तै आर्थिक सपोर्ट मैले अलिकति पनि पाएको छु। आर्थिक रूपमा चाहिँ आफू सस्टेन हुन सकिन्छ कि सकिन्छ, जस्तै जीविकोपार्जन हुन्छ नि, आफ्नो दैनिकी चलाउन जादु देखाएर सक्ने अवस्था हुन्छ कि हुँदैन? निकै नै जादु कला देखाएर धेरै महानुभावले आफ्नो त्यो जीविकोपार्जन गरिराख्नु भएको छ। तर म त्यतातिर अहिलेसम्म गएको छैन। हालाकि मलाई कुनै कार्यक्रममा बोलाउनुहुन्छ, त्यो कार्यक्रममा बोलाउँदाखेरि मसँग बाइक छ होइन, बाइक चढेर जाँदा आउँदा उहाँहरूले अब त्यो आफ्नै तरिकाले पकेटमा केही राखिदिनुहुन्छ कि होइन सर तपाईँ आउनुभयो, यो पकेट पेट्रोल खर्च हाम्रो दायित्व हो, अनि पकेटमा हालिदिनुहुन्छ, अनि त्यही हो, अरू केही छैन। तपाईँले जादुकलालाई शिक्षण पेसामा, शिक्षण सिकाइमा कसरी जोड्नु भएको छ? अब यो शिक्षण भनेकै एउटा कला हो होइन। जस्तै नृत्य होइन, हाम्रो बाँसुरी बजाउने, हार्मोनियम बजाउने हाम्रो पाठ्य पुस्तकमै छ त होइन। त्यहाँ नाच नृत्य धेरै किसिमका कला हाम्रो पाठ्य पुस्तकमा पनि छ। जादु कला त छैन पाठ्य पुस्तकमा, यो एउटा अर्को पार्ट भयो। तर यो साइकोलोजिकली अलि ब्यालेन्स गर्नको लागि विद्यार्थीहरूलाई होइन, सुरुमा अब विद्यार्थीहरूको कुन माइन्डमा छ कि कुन माइन्डमा बस्नु भएको छ होइन, अलिकति हाम्रो ब्ल्याक बोर्डमा व्हाइट बोर्डमा पनि सानो सानो जादुकला ट्रिक्सहरू छ नि त। जस्तै अब यो तपाईँ कुनै नम्बर लेखिदिनुहोस्, म यसको एन्सर बताइदिन्छु, वा अब एन्सर नै पहिला बताइदिन्छु, तपाईँ जुनसुकै नम्बर लेख्नुहोस् त्यति नै एन्सर आउँछ। यस्तो यस्तो धेरै जादुकलाहरू हुन्छ नि त होइन। त्यो जादुकलाले के गर्छ त, त्यहाँ हाम्रो त्यो एउटा के गर्छ भने साइकोलोजिकली होइन, त्यहाँ इन्भाइरोमेन्ट बन्छ र पढाउन सजिलो हुन्छ। हामी यो जादुकलालाई शिक्षणमा अलिकति राखेर पढायो भने झन् इफेक्टिभ हुन्छ। हाम्रो क्लास नै एकदम तपाईँले पढाउँदाखेरि यो प्रयोग गर्छ, विद्यार्थीहरू कतिको आकर्षित त हुन्छ नि, किन नहुनु त होइन। तर सधैँभरि त आकर्षण यो जादु हेराएर गराउने होइन नि त, के सधैँ त क्लासमा जादु हेराउन मिल्दैन नि त। अब सधैँभरि जादु त्यो जादुको कुरा नै क्लासमा आउँदैन। हाम्रो पाठ्य योजना हुन्छ, हाम्रो करिकुलमले तोकेको हाम्रो सबै सिलेबस अनुसार हामीले पढाउनु पर्ने हुन्छ होइन। कहिलेकाहीँ मोटिभेसनको रूपमा यो प्रयोग गर्न सकिन्छ। सर कतिवटा पिरियड लिनुहुन्छ तपाईँ पढाउनु? मैले 5 वटा पिरियड लिइरहेको छु। हरेक दिन एभ्री डे 5 पिरियड? एभ्री डे 5 पिरियड। भनेको तपाईँ जादु चाहिँ विद्यार्थी कालदेखि सिक्नु भएको थियो? 8 कक्षादेखि सिक्दै आएको छु। मैले क्याम्पस पढ्दाखेरि होइन, जादुगर साथी कहिलेकाहीँ रमाइलोको लागि मैले क्याम्पसमा पनि हेराएको छु। हामी गुरुहरूलाई पनि मैले सबै ग्रुप। तर जादुलाई चाहिँ पेसाको रूपमा अपनाउन गाह्रो भयो? गाह्रो मलाई भएको छ, गाह्रो भएको छ। मलाई अलिक गाह्रो भएको छ सर। अब कति सालमा शिक्षण पेसामा प्रवेश हजुर? 66 सालमा। 66 सालमा राहत कोटामा? सरकारले कति छ अरे सर राहत कोटाको सङ्ख्या अहिले? अहिले लगभग 40-41 हजार जति छ। अनि तपाईँको पारिवारिक पृष्ठभूमिमा मेरो बुवा आमा हुनुहुन्छ। बुवा चाहिँ शिक्षक हुनुहुन्थ्यो, श्री महेन्द्र प्रसाद कानु, उहाँ हेड सर हुनुहुन्थ्यो। अनि उहाँ रिटायर भएर अहिले घरमा बस्नु भएको छ जस्तै होइन। आमा हुनुहुन्छ र म 3 दाजुभाइ। अनि 3 दाजुभाइमा मेरो जेठो दाई श्री प्रभेन्द्र प्रसाद शाह कानु, उहाँ चाहिँ जगन्नाथपुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। अनि म माहिलो परेँ। अनि मेरो सानो भाइ राघवेन्द्र प्रसाद शाह, उहाँ चाहिँ त्रिजुद्ध मावि वीरगन्जको त्रिजुद्ध मावि वीरगन्जमा उहाँ 12 कक्षासम्म पढाउने अनुदान कोटामा मृत्यु हुनु भएको छ। हामी 3 दाजुभाइ सरकारी सेवा सुविधामा सहयोग गरिराखेका छौँ। अनि तपाईँको छोराछोरी? छोरा मेरो 2 जना छोरा छन्, उनीहरू पढिरहेका छन्। यो मेरो पारिवारिक ब्याकग्राउन्ड। यो सुख दुःख अघि बढेको छ है? हजुर, सुख दुःख जिन्दगी अघि बढाएको? सुख दुःखले त जिन्दगी अब त्यो त काठमाडौँ आएपछि कस्तो लाग्यो? काठमाडौँ मैले 19 गते आएँ होइन। काठमाडौँ 19 गते आएँ यो आन्दोलनको सिलसिलामा। अनि यहाँ आइसकेपछि म 20 गतेदेखि त अनवरत रूपमा आन्दोलनमा सघाउँदै आएको छु होइन। आफ्नो
आफूभित्र भएको कला प्रस्तुत गर्दै आएका छौँ अनि यो कला सबैले मन पराउनु भएछ। मलाई खुसी लागिरहेछ। म सोचेर आएको थिएन कि म गएर जादु हेराउँदा यति माया पाउँछु, यति भाइरल भइहाल्छु, मैले सोचेर आएको थिएँ। अब तपाईँले जस्तै अब चाहिँ यहाँबाट के सन्देश लिएर जानुहुन्छ आफूलाई भनौँ न? अब एउटा त जादु देखाएर भाइरल अब यो सन्देश मलाई दिनै पर्दैन। यो भनेको मतलब म भाइरल भएर आइरहेको छु भने यो जानकारी नै दिनु परेन, किनभने मेरो सम्पूर्ण विद्यार्थीहरूले, हाम्रा गाउँका हाम्रा महानुभावज्यूहरूले, हाम्रा शिक्षक साथीहरूले, हाम्रा पालिकाका महानुभावज्यूहरूले, जिल्लाका महानुभावज्यूहरूले होइन, पुरै देशैभरका महानुभावज्यूहरूले थाहा पाइसक्नु भएको छ। यो मलाई सन्देश दिनै पर्दैन कि म भाइरल भएर आइरहेको छु, सबैजनाले थाहा पाइसक्नु भएको छ। तर मलाई के लाग्छ भने यो यति खुसी सायद म स्वर्गलोकमा पनि पाउँदैन जस्तो मलाई महसुस भइरहेको छ। स्कुल पढ्दाखेरि जादु देखाउनुहुन्थ्यो होइन? पढ्दै क्याम्पस पढ्दाखेरि म आफ्नो क्लासमा इङ्गेज भएको, त्यो इङ्गेजको लागि जो कुनै घन्टी लिजर हुन्थ्यो नि, अनि त्यति बेला म त त्यो टाइम इङ्गेज गरिदिन्थेँ नि त। कुन कलेजमा कुन तहसम्म? मैले ठाकुरामा इन्टरमिडिएट गरेँ, त्यसपछि ब्याचलर म हरिखेतानमा गरेँ, अनि त्यसपछि त्यति बेला ब्याचलर 3 वर्ष होइन 3 वर्ष थियो, मैले हरिखेतानमा गरेँ। त्यसपछि मास्टर्स डिग्री मैले ठाकुरामा गरेँ। थ्याङ्क यू सर। धन्यवाद।